हेलो नमस्ते। आज हामी युकेको लागि सम्पूर्ण गाइडलाइन्स फ्रम टप टुबाट फर्स्टदेखि लास्टसम्म लिएर आइसकेका छौँ। आज हामी युकेमा स्टडी गर्नको लागि हामी नेपाली स्टुडेन्टहरूलाई के चाहिन्छ, कसरी प्रिपेयर गर्ने, के स्टेपहरू छन्, कुन स्टेप पछि के गर्नुपर्छ, के सिप गर्दा हुन्छ अथवा के मेन्डेटरी छ, त्यो कुराहरू हामी डिस्कस गर्नेछौँ आज। ओके, सो फर्स्टमा तपाईँ हेर्न सक्नुहुन्छ यहाँ युके गाइडलाइन्स टु स्टडी इन युके, अ नेपाली स्टुडेन्ट जर्नी। ओके, सो यो गाइडलाइन्समा अब हामी स्टेप बाई स्टेप एउटा एउटा प्रोसेसहरू हेर्छौँ। डिफ्रेन्ट स्लाइडहरू छ, सबै स्लाइडहरूलाई हामी डिस्कस गर्छौँ के छ कस्तो छ स्लाइडहरू, त्यही अनुसार हामी अगाडि बढ्छौँ है। सो हाम्रो फर्स्ट प्रोसेस के छ, ल ग्यादरिङ योर इसेन्सियल डकुमेन्ट्स। सबभन्दा फर्स्ट प्रोसेस हाम्रो के हो भने हामीलाई आफ्नो डकुमेन्ट्सहरू मिलाउनु पर्छ। पहिला चाहिने डकुमेन्टहरू के छन् त्यो सबै हामीले एकदम इम्पोर्टेन्ट डकुमेन्टहरू जसको बिना हामी एप्लाई नै गर्न सक्दैनौँ, त्यो डकुमेन्टहरू के भयो। फर्स्टमा लाइक हामी ब्याचलरको लागि डिस्कस गरिरहेछौँ, सो हामी ब्याचलरले रिफरेन्स लिएर गरौँ। ओके, सो फर्स्टमा हामीलाई के चाहियो, एससीको सबै डकुमेन्टहरू चाहिन्छ है। एससीको सबै डकुमेन्टहरू, एससीको सबै डकुमेन्टमा के पर्छ तपाईँको, मार्कसिट, सर्टिफिकेट, टिसी अनि सिसी। ओके, यो चारवटा कुरा हाम्रो एससी क्लास 10बाट विषय। त्यसपछि क्लास 12 अथवा भन्नाले प्लस 2बाट के चाहिन्छ, मार्कसिट कम्पलसरी भयो हाम्रो, 11को मार्कसिट, 12को मार्कसिट, त्यसपछि टिसिसिसी भयो, माइग्रेसन अनि प्रोभिजनल। यति यो कुराहरू हाम्रो 10को अनि यो 11 12को, यति कुरा हाम्रो एकाडेमिक डकुमेन्ट भइहाल्यो है। हाम्रो एकाडेमिक डकुमेन्ट यति चाहिँ हुनै पर्छ हामीसँग। ओके, त्यसपछि पासपोर्ट कम्पलसरी, बिना पासपोर्टको एप्लाई गर्न नै मिलेन। ओके, सो एक्सपिरियन्स लेटर इन केस अफ ग्याप, यदि तपाईँले ग्याप गर्नुभएको छ 2 वर्ष 3 वर्ष 4 वर्ष होइन, अब 4 वर्ष कसैको ग्याप हुन्छ, सो जस्टिफिकेसनको लागि तपाईँ एक्सपिरियन्स लेटर लिन सक्नुहुन्छ। तपाईँ कहीँ काम गर्नुभएको छ भने त्यहाँबाट एक्सपिरियन्स लेटर लिनु। ओके, नत्र कहीँ न कहीँबाट एक्सपिरियन्स लेटर लिनु, इट इज गुड। ओके, त्यसै गरेर के चाहिन्छ हामीलाई, लेटर अफ रिकमेन्डेसन। ओके, सो दुईवटा लेटर अफ रिकमेन्डेसन लिनु जहिले पनि। ओके, एउटा लेटर अफ रिकमेन्डेसन नलिनु, मिनिमम दुईवटा लिनु। एन्ड लेटर अफ रिकमेन्डेसन पनि फेरि सबैसँग लाइक जो पाए त्यहीसँग लिने होइन। लाइक म इन्जिनियरिङ गर्न जाँदैछु अथवा सपोज म कम्प्युटर साइन्स पढ्न जाँदैछु, कम्प्युटर साइन्स पढ्न जाँदैछु भने म आफ्नो कलेजको कम्प्युटर रिलेटेड प्रोफेसर जो मलाई कम्प्युटर पढाउनु भएको छ उहाँसँग लेटर अफ रिकमेन्डेसन लिनु तपाईँ, प्रिन्सिपलसँग लिन सक्नुहुन्छ। ओके, अनि तपाईँ जुन सब्जेक्टमा जाँदै हुनुहुन्छ त्यो रिलेटेड सब्जेक्टको टिचरसँग रिकमेन्डेसन लेटर लिनु। ओके, जस्तो तपाईँ अब एकाउन्टिङ पढ्दै जानुहुन्छ, एकाउन्टको टिचर अथवा इकोनोमिक्सको टिचर भयो, फाइनेन्स रिलेटेड जो पनि टिचरहरू हुनुहुन्छ उहाँसँग एलोआर लिनु तपाईँ है, लेटर अफ रिकमेन्डेसन उहाँसँग लिनु। यो होइन कि म इन्जिनियरिङ गर्न गइरहेको छु अथवा कम्प्युटर साइन्स पढ्न गइरहेको छु अनि म गएर लेटर अफ रिकमेन्डेसन लिन्छु इङ्ग्लिस टिचरबाट, नो, त्यो लाइक ठिक छ, इट्स ओके, बट अलिक सुटेबल भएन। ओके, सो लेटर अफ रिकमेन्डेसन लिने बेलामा यो कुराहरूलाई ध्यान गर्नुपर्छ हामीले है, ख्याल गर्नुपर्छ। के गर्नुपर्छ भने हामी लेटर अफ रिकमेन्डेसन लिँदाखेरि आफ्नो सब्जेक्ट म्याटरमा हामी कुन सब्जेक्ट पढ्न जाँदैछौँ त्यही रिलेटेड टिचरसँग हामी आफ्नो लेटर अफ रिकमेन्डेसन लियौँ। अर्को कुरा हो तपाईँ लिन सक्नुहुन्छ कलेज प्रिन्सिपलसँग लेटर अफ रिकमेन्डेसन लिन सक्नुहुन्छ है। त्यसै गरेर अरू के डकुमेन्टहरू चाहिन्छ भने मिडियम अफ इन्स्ट्रक्सन एमओ है, आफ्नो प्लस 2को कलेजबाट प्लस 2को स्कुलबाट तपाईँ के लिन सक्नुहुन्छ, एमओआई लिन सक्नुहुन्छ। म यहाँ साइडमा एट्याच गरेको छु एउटा है, एमओआईको यसै हुन्छ एमओआईहरू कलेजले दिन्छन् मजाले है। एमओआईमा के लेखिएको हुन्छ भने हाम्रो कलेजमा इङ्ग्लिस मिडियममा पढाइ हुन्छ भन्ने कुराहरू प्रष्ट गरेर लेखेको हुन्छ। यो विद्यार्थीले प्लस 2 अथवा 2 वर्ष जुन पढेको छ त्यो इङ्ग्लिस मिडियममा पढेको छ भन्ने कुराहरू लेखिएको हुन्छ है। बिकज एमओआई किन चाहियो भने एमओआईले कहिलेकाहीँ हाम्रो आइएल्स पिटीहरू भन्नाले ल्याङ्ग्वेजलाई वेभ गरिन्छ है, त्यसैको लागि हामीले एमओआई चाहिन्छ। ओके, त्यस्तै गरेर ल्याङ्ग्वेज प्रोफिसियन्सीमा यदि हाम्रो अलरेडी बी अथवा बी प्लस छ 12 क्लासमा भने 12 क्लासको इङ्ग्लिसमा भने हामीले यसै आइएल्स टफेल पिटीहरू दिनु परेन है। धेरैले म्याक्सिमम युनिभर्सिटीले बी अथवा बी प्लसमा गरिदिन्छन्। ओके,
डिप्लोमाको केसमा पनि स्टुडेन्टहरू त्यसै हो, उहाँहरूको फर्स्ट इयरमा इङ्ग्लिस हुन्छ जहिले पनि। ओके, इङ्ग्लिसमा भने बी बी प्लस भयो भने म्याक्सिमम् युनिभर्सिटीले तपाईँलाई वेभ गरिदिन्छन्। ओके, मानौ यो कुरा छैन भने तपाईँ के गर्न सक्नुहुन्छ, आइएल्स, पिटी, टोफेल। ओके, अहिले गएर कति युनिभर्सिटीहरूले के डुइलिङको पनि एक्सेप्ट गर्न थालेका छन् है, ग्रिन छ मजाले है। सो अहिले बिस्तारै बिस्तारै युकेमा पनि केही युनिभर्सिटीहरूले अब डुइलिङ एक्सेप्ट गर्न थालेका छन्। ओके, कति युनिभर्सिटीले के गर्छन्, यदि तपाईँनिर लाइक ल्याङ्ग्वेज छैन भने तपाईँ अक्सफोर्ड टेस्ट दिनु है, अथवा एउटा यो एसडब्ल्युई टेस्ट टुवेल्भ भनेर पनि आउँछ, यो पनि टेस्ट दिँदा भइहाल्यो है। युनिभर्सिटीले नै रिफरेन्स लाइक तपाईँलाई रिफर गर्न सक्छ कि हो यो युज गर्नु फ्रीमा दिन पाइहाल्छ भनेर। सो कति युनिभर्सिटीले दिएकै हुन्छ। सो सबभन्दा बेस्ट अप्सन के भयो हाम्रो, बी र बी प्लस भयो भने टेन्सनै सक्यो, कुरै सक्यो, यसमा केही गर्नै परेन है। त्यसै गरेर अरू के चाहिन्छ भने हामीलाई, तपाईँले अरू के लिन सक्नुहुन्छ भने एसओपी लिन सक्नुहुन्छ है। एसओपी लाइक भयो भने एकदम बेस्ट मानिन्छ। ओके, एसओपी भयो भने राम्रो। एसओपी स्टेटमेन्ट अफ पर्पस, ओके, अथवा पर्सनल एसेसमेन्ट। त्यसमा तपाईँले के लेख्न सक्नुहुन्छ, वाइ दिस युनिभर्सिटी, किन त्यो युनिभर्सिटी, युके किन होइन, लन्डन किन, यो कोर्स नै किन तपाईँ इन्ट्रेस्टेड हुनुहुन्छ पढ्नको लागि होइन, त्यो सबै कुराहरू एसओपीमा लेख्न सक्नुपर्छ। ओके, त्यस्तै गरेर सिभी पनि बनाउनु भयो भने एकदम बेस्ट है। सिभी बनाउनु भयो भने युनिभर्सिटीहरू सिभी पनि चेक गर्छन्, कहिलेकाहीँ माग्छन् युनिभर्सिटीहरू सिभी पनि। ओके, सो यति कुराहरू हाम्रो रिक्वायरमेन्टमा चाहिन्छ। सो एकाडेमिक डकुमेन्ट, लेटर अफ रिकमेन्डेसन, मिडियम अफ इन्स्ट्रक्सन, त्यस्तै गरेर तपाईँको ल्याङ्ग्वेज प्रोफिसियन्सी भइहाल्यो, एसओपी भइहाल्यो, अनि एउटा के भइहाल्यो, सिभी भइहाल्यो। ओके, त्यस्तै गरेर जब एक्सपिरियन्स इफ तपाईँको बडी ग्याप छ भने, एन्ड लास्ट बट नट लिस्ट के छ कि पासपोर्ट चाहिन्छ हामीलाई। ओके, यति कुरा हामीलाई युकेमा एप्लाई गर्नको लागि हुनै पर्छ हामीनिर। ओके ओके, सो यसपछि के गर्ने, ल हामी डकुमेन्टहरू सबै मिलायो, अब चाहिँ के गर्ने। सो चुज युर पर्फेक्ट कोर्स एन्ड लोकेसन। अब पहिला त कोर्स चुज गर्नु पर्यो होइन। कोर्स के कोर्स पढ्ने, म्यानेजमेन्ट पढ्ने, फाइनेन्स पढ्ने, एकाउन्टिङ पढ्ने होइन, फोटोग्राफी पढ्ने, इन्जिनियरिङ पढ्ने, नर्सिङ पढ्ने, के पढ्ने, कोर्स सेलेक्सन गर्नु पर्यो। कोर्स सेलेक्सन जहिले पनि आफ्नो प्लस टूको बेसिसमा गर्नु होला है। प्लस टूमा जे पढ्नु भएको छ त्यहीसँग रिलेटेड, साइन्स पढ्नु भएको छ साइन्स रोज्नु होला, राम्रो हुन्छ। म्यानेजमेन्ट गर्नुभएको छ म्यानेजमेन्ट रिलेटेड कोर्सहरू रोज्नु होला। ओके, जे पढ्नु भएको छ त्योसँग रिलेटेड कोर्स रोज्नु भयो भने एकदम राम्रो हुन्छ है। इन्टरभ्यूमा सोध्छन् के तपाईँलाई, युनिभर्सिटीको इन्टरभ्यूमा सोधिदिन्छ किन यही कोर्स पढ्नु पर्यो। तपाईँ अल्टर लिनुहुन्छ भने त्यहाँ सोध्न सक्छन् किन तिमी साइन्स पढेको छौ प्लस टूमा, अहिले आएर म्यानेजमेन्ट किन रोजेको है, यो सबै कुरा सोध्न सक्छन्। सो के गर्नु पर्यो, आफ्नो हेरेर केमा ठिक छ, के गर्दा ठिक होला है। ओके, कोर्स रोज्नु पर्यो। ओके, अब कोर्स रोजिसकेपछि लोकेसन, कहाँ जाने, इनसाइड लन्डन, आउटसाइड लन्डन, कता जाँदाखेरि ठिक हुन्छ। ओके, कहाँ बस्ने, कुन युनिभर्सिटीतिर, कताको लोकेसनमा बस्ने, लन्डनमै एकदम पुरा बिचमै युनिभर्सिटी चाहियो कि अलि छेउछाउमा चाहियो कि जहाँ अलि कस्ट अफ लिभिङ कम होस्, यो सबै तपाईँले के गर्नु पर्यो, अब लोकेसन सर्च गर्नु पर्यो। ओके, कि यता होला यहाँ त्यहाँ, जबहरू के छ कस्तो छ त्यो सबै कुरा हेर्नु पर्यो। सो कोर्स हेर्नु पर्यो, लोकेसन हेर्नु पर्यो। सो त्यसपछि के छ, ओके, म यहाँ केही कोर्सहरू हालिदिएको छु, जस्तो साइन्सहरूमा इन्जिनियरिङ, क्लाउड कम्प्युटिङ, ओके, कम्प्युटर साइन्स, साइबर सेक्रेटरी, पब्लिक हेल्थ रिलेटेड कोर्सहरू हुन्छ, बायोलोजी रिलेटेड कोर्सहरू हुन्छ, म्यानेजमेन्ट रिलेटेड कोर्सहरू नि केही हालिदिएको छु। ओके, त्यसै गरेर टुरिज्म रिलेटेड कोर्सहरू हुन्छ, रिसर्च रिलेटेड एन्ड ल रिलेटेड धेरै धेरै कोर्सहरू हुन्छ। यहाँ सबै म लेख्न सकेको छैन। सो तपाईँहरूले हेर्नु होला कि कस्तो कोर्सहरू चाहिन्छ तपाईँहरूलाई। ओके, ब्याचलरमा प्लेसमेन्ट इयरको रिलेटेड कोर्सहरू नि हुन्छ है। सो प्लेसमेन्ट रिलेटेड कोर्स पनि रोज्न सक्नुहुन्छ ब्याचलरमा। ओके, जेनरली हेर्दाखेरि युकेमा ब्याचलर भनेको 3 इयर हुन्छ, तर तपाईँले यदि प्लेसमेन्ट रोज्नुभयो भने 4 इयर हुन जान्छ तपाईँको कोर्स। ओके, सो अब यसपछि चाहिँ के, ओके, हामी लोकेसन चुज गऱ्यौँ, कोर्स पनि चुज गऱ्यौँ, अब चाहिँ के, सो अब चाहिँ युनिभर्सिटी सिलेक्सन। युनिभर्सिटी पछि इन्टेक, कुन इन्टेकमा जाने, स्कलरसिप कति छ,
फी कति छ युनिभर्सिटीको, सबै कुरा हेर्नुपर्छ। ओके, सो युनिभर्सिटी सिलेक्सनमा कस्तो युनिभर्सिटी सिलेक्ट गर्ने, के हेर्ने, राम्रो युनिभर्सिटी छ कि छैन है, फी कति छ, स्कलरसिप चाहिने जति दिइरहेछ कि छैन, म्याक्सिमम स्कलरसिप कति हो, मिनिमम स्कलरसिप कति हो, फर्स्ट इयरमा स्कलरसिप कति हो, सेकेन्ड इयर स्कलरसिप, थर्ड इयर स्कलरसिप, अथवा खालि फर्स्ट इयरमा छ स्कलरसिप, सेकेन्ड इयरमा छँदै छैन, थर्ड इयरमा छँदै छैन स्कलरसिप, सबै कुराहरू बुझ्नुपर्छ हामीले। ओके, सो फर्स्टमा युनिभर्सिटी सिलेक्सन। ओके, मेजर कोर्सहरू इन्जिनियरिङ रिलेटेड कोर्सहरूको एउटै इन्टेक हुन्छ, द्याट्स इज द सेप्टेम्बर इन्टेक। तपाईँ माइनर इन्टेकहरू जुन हुन्छ नि बिचमा जनवरी फेब्रुअरी यता सानो सानो इन्टेकहरू, त्यो इन्टेकमा भनेले ठुलो ठुलो कोर्सहरूको एडमिसन हुँदैन, सानो सानो कोर्सहरूको मात्र एडमिसन हुन्छ। ओके, सो तपाईँ कुन इन्टेकमा जानुहुन्छ, तपाईँ कोर्स के हो, यो सबै कुरा बुझ्नुपर्छ। त्यसपछि युनिभर्सिटी सिलेक्सन गर्नुपर्छ। युनिभर्सिटी सिलेक्ट भइसकेपछि युनिभर्सिटीको फी कति रहेछ, स्कलरसिप कस्तो छ है, फी कति छ, स्कलरसिप कति छ युनिभर्सिटीको। त्यसपछि स्कलरसिप भइसकेपछि, फी थाहा भइसकेपछि डिपोजिट चाहिँ कति गर्नुपर्छ है, कति डिपोजिट गर्नुपर्छ, यो सबै कुरा हामीलाई थाहा पाउनुपर्छ। ओके, सो हामी हेर्छौँ केही लिस्टहरू, यहाँ युनिभर्सिटीको केही लिस्टहरू छन्। ओके, सो यो यति युनिभर्सिटीहरूको केही लिस्ट मैले हालिदिएको छु। ओके, इनसाइड लन्डन, आउटसाइड लन्डन सबै युनिभर्सिटी हेरेर मैले हालिदिएको छु। यहाँबाट तपाईँ कुनै पनि सबै युकेकै युनिभर्सिटीहरू हुन्। ओके, सो अब युनिभर्सिटी भएपछि अब अर्को के छ कि इन्टेक। लन्डनमा ओभरअल थ्रु आउट द इयर नै के हुन्छ, युकेमा तपाईँको इन्टेक भइरहेको हुन्छ। जनवरी फेब्रुअरी इन्टेक नै छ, मार्च अप्रिल नै छ, मे जुन जुलाई नै छ, अगस्त सेप्टेम्बर अक्टोबर नोभेम्बर डिसेम्बर सबै इन्टेकहरू छन्। ओके, तपाईँ जुन पनि इन्टेक रोज्ने हो आफू हेरेर, टाइम म्यानेज हुन सक्छ सक्दैन। ओके, कसरी त्यो सबै मिलाएर तपाईँको भिजा हुने डेट, तपाईँ इन्टरभ्यू सिएएस पाउने होइन, त्यसपछि भिसा हाल्ने, युनिभर्सिटी यो गतेदेखि स्टार्ट हुन्छ, यतिदेखि स्टार्ट हुन्छ, मलाई यतिसम्म पुग्न सक्छु कि सक्दैन, त्यो सबै कुराहरू हेरेर इन्टेकहरू आफ्नो चुज गर्नु होला। ओके, एन्ड अबाउट स्कलरसिप, कुनैमा 4,000 स्कलरसिप छ, कुनैमा 5,000 छ, कुनैमा 6,000 छ, 12,000सम्म यो स्कलरसिप भनेको अल ओभर द इयर भन्नाले टोटल कोर्सको स्कलरसिप हो। 12,000 भनेको कोभेन्ट्रीमा तपाईँको 12,000 छ टोटल कोर्सको। फर्स्ट इयरमा 5,000 छ, सेकेन्ड इयरमा सायद 4,000 एन्ड लास्ट इयर थर्ड इयरमा 3,000 स्कलरसिप रहेछ। ओके, सो तिनवटा कुराहरू के भयो हाम्रो। सो युनिभर्सिटी सिलेक्सन, युनिभर्सिटी पछि कोर्स इन्टेक हेर्नु पऱ्यो, इन्टेक भइसकेपछि फी स्ट्रक्चर एन्ड स्कलरसिप, चारवटा मेन कुरा हामी हेर्नुपर्छ है। अब यो सबै कुरा भयो, ठिक छ। अब हामी कोर्स इन्टेक पनि गऱ्यौँ, युनिभर्सिटी सिलेक्सन पनि गऱ्यौँ, फी पनि हेऱ्यौँ, ठिक छ, हामीले स्कलरसिप पनि ठिकैको दिएको छ। अब चाहिँ के गर्ने, सो वाट्स द नेक्स्ट। सो नेक्स्ट इज एप्लिकेसन प्रोसेस। ओके, एप्लिकेसन प्रोसेस। अब जति पनि हामी एकाडेमिक डकुमेन्टहरू ठिक पारेको थियौँ होइन, पुरा म्यानेज गरेको थियौँ, त्यो सबैले हामी के गर्छौँ, अब एप्लाई गर्छौँ। म्याक्सिमम युनिभर्सिटीमा एप्लिकेसन फीहरू हुँदैन युकेको, कुनै कुनैमा मात्र, लाइक कुनै कुनै कोर्समा मात्र हुन्छ है। सो अब चाहिँ एप्लाई गर्ने के को लागि, अफर लेटरको लागि एप्लाई गर्ने। अफर लेटर पनि दुई टाइपको अफर लेटर आउँछ युकेबाट। एउटा कन्डिसनल लेटर आउँछ, कन्डिसनल अफर लेटर, एउटा अनकन्डिसनल अफर लेटर हो। सो कन्डिसनल लेटरमा तपाईँको कि त्यहाँ होला कि यो अझै चाहिन्छ, अनि बल्ल गएर तपाईँको कन्फर्म हुन्छ अफर। अनकन्डिसनलमा ठिक छ, इट्स ओके, तपाईँको भयो, पुग्यो, डकुमेन्ट हामीले जे जति चाहिन्छ पुग्यो, अब अगाडिको प्रोसेस गर्नु। ओके, सो फर्स्टमा हामी के गर्छौँ भने एप्लिकेसन हाल्छौँ। एप्लिकेसन भइसकेपछि हाम्रो अफर लेटर आउँछ, अफर लेटर हामी रिसिभ गर्छौँ। अफर लेटर भइसकेपछि के कतिले इन्टरभ्यू डाइरेक्ट गरिदिन्छन्, कतिले केही डिपोजिट भन्छन् गर्नलाई, मिनिमम डिपोजिटहरू पनि हुन्छ। कुनै युनिभर्सिटीले 3,000 गर्छ, जस्तो ग्रिनविचले 3,000 गर्छ, कोही 4,000, 5,000, 6,000, 7, 8, 10,000 इनिसियल डिपोजिट माग्छन् युनिभर्सिटीहरूले। ओके, त्यो हेरेर हामीनिर कति छ, हामी कस्तो खालको युनिभर्सिटी सेलेक्ट गर्यो, त्यो त्यही बेला तपाईँहरूले थाहा हुनुपर्छ कि यसमा डिपोजिट कति हाल्नुपर्छ, कति
के भन्छ पे गर्नुपर्छ इन्टरभ्यूको बेला, सरी इन्टरभ्यू भनिरहेको छु, भिजाभन्दा अगाडि के कति पे गर्नुपर्छ त्यो सबै कुरा तपाईँहरूले पहिल्यै थाहा हुनु पर्यो। ओके, कुनै पनि युनिभर्सिटीमा अफर लेटर हाल्नुभन्दा अगाडि। ओके, सो यति कुरा भइसक्यो। हाम्रो एप्लिकेसन हाल्यौँ, अफर लेटर नै आयो, अब डिपोजिट गऱ्यौँ, डिपोजिट भइसकेपछि तपाईँको इन्टरभ्यू प्रिपरेसन हुन्छ। ओके, हामी इन्टरभ्यू प्रिपरेसन गराउँछौँ, हाम्रो युनिभर्सिटीहरूले इन्टरभ्यू प्रिपरेसन गराउँछन्, अनि एउटा फाइनल इन्टरभ्यू हुन्छ तपाईँको। ओके, सो इन्टरभ्यू भयो है। अब अब हेर्नु डिपोजिटको लागि है, डिपोजिटको लागि के चाहिन्छ भने डिपोजिटको लागि तपाईँको ब्याङ्क एकाउन्ट हुनु पर्यो। जसको एकाउन्टबाट डिपोजिट गर्नुभएको छ उसको प्यान नम्बर हुनु पर्यो है। तपाईँसँग तपाईँको आफ्नो एनओसी हुनु पर्यो है। युकेमा डिपोजिट गर्नको लागि पहिला नै एनओसी चाहिन्छ हामीलाई है, त त्यो हुनु पर्यो। ओके, अरू अब हाम्रो एनओसी भइसकेपछि जुन ब्याङ्कमा तपाईँको युनिभर्सिटीले भन्छ कि त्यहाँबाट गएर पैसा हाल्नु, जुन ब्याङ्कमा धेरै ब्याङ्कमा भन्छन् होइन, कुनै कुनै नेबिल ब्याङ्कले भन्छ, कुनै सब युनिभर्सिटीको आफ्नो ब्याङ्क हुन्छ। ओके, सो त्यो ब्याङ्कमा जाने, आफ्नो सबै डकुमेन्टहरू लिएर, पासपोर्टहरू, त्यसपछि एनओसी, त्यसपछि जुन फी आएको हुन्छ त्यो फीबाट केही डकुमेन्टहरू आएको हुन्छ कि यति पैसा बुझाउनु छ भनेर, त्यो डकुमेन्टहरू लिएर जाने, ब्याङ्कमा पैसा हाल्ने, ब्याङ्कले तपाईँको ट्रान्सफर गर्छ, रिसिप्ट गर्छ, त्यो रिसिप्ट ल्याएर फेरि कन्सल्टेन्सीलाई बुझाउनुपर्छ है। कन्सल्टेन्सीले फेरि त्यसलाई रिफर गर्छन् युनिभर्सिटीलाई, अनि बल्ल गरेर त्यो रेकर्ड हुन्छ। ओके, यति कुरा भइसकेपछि हाम्रो के भयो भने हाम्रो पैसा डिपोजिट भयो। अब हामी इन्टरभ्यूको लागि प्रिपेयर हुन्छौँ है। ओके, अब इन्टरभ्यूको लागि प्रिपेयर हुन्छौँ भने इन्टरभ्यूको लागि फर्स्टमा के हुन्छ, 4-5वटा मक टेस्ट हुन्छ। लाइक हामी चाहिँ गराउने गर्छौँ 4-5वटा मक टेस्टसम्म। ओके, 4-5वटा मक टेस्ट हुन्छ, तपाईँ प्रिपेयर भइसकेपछि अनि बल्ल फाइनल इन्टरभ्यू हुन्छ तपाईँको युनिभर्सिटीको फाइनल इन्टरभ्यू। सो अब इन्टरभ्यू भइसक्यो, अब चाहिँ के, सो अब यो कुराहरू सब भइसक्यो, हाम्रो एनओसी भइसक्यो, इनिसियल डिपोजिट पनि भयो। ओके, इन्टरभ्यू पनि भयो, अब इन्टरभ्यू पनि पास भइहाल्यौँ हामी। ओके, इन्टरभ्यू पास भइसकेपछि अब चाहिँ के, वाट द नेक्स्ट। सो अब चाहिँ हाम्रो फाइनेन्सियल डकुमेन्टहरू मिलाउने काम। फाइनेन्सियल डकुमेन्टमा सबभन्दा ठुलो के हो भने हाम्रो ब्याङ्क लोन पेपर। कोही कतिले के गर्नुहुन्छ, ब्याङ्क लोनै लिनुहुन्छ है, कतिले खालि होइन मलाई मनिर पैसा छ, मलाई ब्याङ्क लोन लिनु छैन, खालि मलाई के चाहिन्छ, पेपर चाहिन्छ। ओके, सो ब्याङ्क लोनमा के देखाउनुपर्छ भन्नाले तपाईँसँग 9 महिना बस्नको लागि, खानको लागि, युनिभर्सिटी फी पे गर्नको लागि पैसा छ भनेर ब्याङ्कले एउटा पेपर बनाइदिन्छ है। केही धितोहरू देखाउनुपर्छ त्यसमा। ओके, तपाईँलाई के जमिनहरू, जग्गाहरू के देखाउनुपर्छ, अनि ब्याङ्कले तपाईँलाई त्यो पेपरहरू बनाइदिन्छ। ओके, त्यो पेपरहरू बनाइसकेपछि 2-4 पेजको पेपर हुन्छ। त्यो पेपरहरू बनाइसकेपछि फेरि युनिभर्सिटीलाई त्यो पेपर पठाउनु पर्ने हुन्छ। ओके, यति गरिसक्नुपर्छ हामीलाई। सो ब्याङ्क लोन पेपर हामी बनाइसकेका छौँ है। अहिलेसम्म के गर्यो, हामी एप्लिकेसन हाल्यौँ, अफर लेटर आयो है। अफर लेटर आइसकेपछि हामी डिपोजिट गऱ्यौँ। ओके, एनओसीहरू बनायौँ, ब्याङ्क एकाउन्टहरू खोल्यौँ है, डिपोजिट गऱ्यौँ, डिपोजिट भइसक्यो हाम्रो है। त्यसपछि इन्टरभ्यू भयो, इन्टरभ्यू पनि हाम्रो क्लियर भइसक्यो। इन्टरभ्यू क्लियर भइसकेपछि अब ब्याङ्क पेपरहरू बनायौँ, अनि हामी ब्याङ्क पेपर हालिसक्यौँ, अपलोड गरिसक्यौँ। अब हाम्रो सिएएसको प्रोसेसहरू स्टार्ट भयो ब्याङ्क पेपर हालिसकेपछि। अब सिएएसमा सबै पेपरहरू आउँछ, सिएएसमा सबै कुराहरू लेखेर आउँछ, तपाईँको फी, तपाईँको सबै कुरा, अल यो डिटेल्स, कुन कोर्स हो, के हो, कसो हो है, त्यो सबै लेखेर आउँछ। तपाईँ सबै कुरा त्यसलाई मिलाउनुपर्छ है, आफैले हेरेर एक एक चेक गरेर सबै कुरा हामीले त्यसलाई मिलाउनुपर्छ एकदम राम्ररी। त्यसमा मिस्टेक हुनु भएन, त्यो फेरि मिस्टेक भयो भने फेरि चेन्ज गर्न एकदम झाउ हुन्छ होइन, कहिले काहीँ चेन्जै हुँदैन, प्रब्लम हुन्छ है पछितिर। सो त्यो सबै कुरा, त्यो पेपर आइसकेपछि आफैले एक एक गरेर हेर्नु होला है, मागेर हेर्नु होला। ओके, अब अगाडि बढाउँ हामी के छ। यति भइसक्यो, हाम्रो सिएस आइसक्यो है, सबै गरेर हाम्रो के आयो, सिएस आयो। अब इन्सुरेन्स गर्नुपर्ने हुन्छ, हेल्थ इन्सुरेन्स। ओके, 3 इयरको हेल्थ इन्सुरेन्स, तपाईँको जति ड्युरेसन छ तपाईँको त्यतिको ड्युरेसनको हेल्थ इन्सुरेन्स गर्नु पर्यो। त्यसपछि मेडिकल चेकअप गर्नु पर्यो। ओके, मेडिकल चेकअपमा टिबी चेक गरिन्छ। ओके, भिएफएसहरू गर्नु पर्यो है। यो सब गर्दा गर्दै हाम्रो, सरी, यो सबै गरिसकेपछि अब के गर्ने, लास्टमा हामी चाहिँ के गर्ने हो, भिजा हाल्ने हो। हामी के गर्यौँ, सिएस गऱ्यौँ, एप्लिकेसन हाल्यौँ, सिएस रिसिभ भयो,
इन्सुरेन्स पेमेन्ट गऱ्यौँ है, इन्सुरेन्स पेमेन्ट 3 इयरको हुन्छ। अहिले के हुन्छ कि तपाईँ 1 इयर टु 1.5 इयरको पनि गर्न सक्नुहुन्छ, पछि फेरि आफै रिन्युअल गर्न सक्नुहुन्छ। ओके, सो मेडिकल भयो एन्ड बिएफएस नि भयो। अब चाहिँ लास्टमा के गर्ने हो भने भिजा हाल्ने हो। भिजा तपाईँको 1 दिनमा पनि आउँछ, 7 डेजमा नै भिजा आउँछ, तपाईँको 15 डेजमा पनि भिजा आउँछ। तपाईँले आफ्नो निड अनुसार, ओके, धेरै टाइम छ भने 15 दिनको भिजा हाल्दा नै हुन्छ, सस्तो पर्यो। बढी टाइम छैन, 1 दिनमै भिजा चाहियो भने अलिक बढी पैसा लाग्छ है। 7 डेजमा चाहियो भने ठिक ठिकैको पैसा लाग्छ। 15 डेजमा चाहियो भने इट्स ओके, सबभन्दा चिपेस्ट त्यही हो 15 डेजको। ओके, भिजा आइसक्यो, तपाईँको भिजा आयो। भिजा आइसकेपछि अब लाइक भिजा आउने बित्तिकै जान मिल्दैन तपाईँलाई है। जस्तो युनिभर्सिटी स्टार्ट हुनुभन्दा, तपाईँको क्लास स्टार्ट हुनुभन्दा 1 महिना अगाडि मात्र तपाईँ, ओके, 30 डेज भनौँ है, अगाडि मात्र तपाईँ कलेजमा छिर्न पाउनुहुन्छ। सरी, कलेज भन्नाले युकेमा छिर्न पाउनुहुन्छ। ओके, सो मिनिमम म्याक्सिमम स्टुडेन्टहरूले के गर्नुहुन्छ कि लाइक 15-20 दिन बाँकी हुन्छ अनि मात्र जानुहुन्छ, त्यो गएको पनि ठिक हो है। सो भिजा आएको 15-20 दिन पछि हाम्रो युनिभर्सिटी स्टार्ट हुनुभन्दा 15-20 दिन अगाडि जानु, द्याट्स द बेस्ट टाइम। ओके, फ्लाइट एन्ड एराइभल, द्याट्स अल। यही प्रोसेसहरू हुन्छ युकेको लागि, यति कुराहरू हुन्छ है। अब यसमा तपाईँहरूले के प्रब्लम आउँछ भने, के कन्फ्युजन छ भने कमेन्ट गर्नु होला है। म कमेन्टमा सबै कुरा हेरेर फेरि इफ पोसिबल धेरै कमेन्ट आयो भने सबैको एन्सर म तिमीलाई फेरि अर्कै भिडियो बनाएर भन भने आई विल ट्राई टु रिप्लाई इच कमेन्ट इन्डिभिजुअली। ओके, सो अब यो सबै गर्नको लागि तपाईँहरूले कि हाम्रो हेल्प चाहिन्छ भने हामीले कन्ट्याक्ट गर्न सक्नुहुन्छ एमएसटी एजुकेसन। ओके, यहाँ हाम्रो वाट्सएप नम्बर पनि छ, कन्ट्याक्ट नम्बर पनि हाम्रो यही हो है। हाम्रो ओभरअल प्रोसेसिङहरू अनलाइन हुन्छ, हामी अनलाइन कामहरू गर्छौँ है, सबै कुराहरू अनलाइन हुन्छ। पैसाको कुरो भयो भने पैसा तपाईँहरूले आफै गएर पेमेन्टहरू गर्नुपर्ने हुन्छ, पैसाको हामी केही पेमेन्टहरू गर्दैनौँ है। लाइक हाम्रो अफिसले कन्सल्टेन्सीले केही गर्दैन, हामी तपाईँले डकुमेन्टहरू बनाउनमा हेल्प गर्छौँ, सबै कुरामा हेल्प गर्छौँ, तपाईँहरूले आफै गर्नुपर्छ। सो केही पनि त्यस्तो हेल्प चाहिन्छ कि हो यदि प्रोसेस झन् छिटिलो लाग्यो आफैले गर्न सक्दैन, युकेको प्रोसेसलाई कतिले आफैले गर्न सक्दैन है, इजी हुँदैन प्रोसेसहरू, अलिक झन्झटिलो प्रोसेसहरू हुन्छ है। यो हेर्नमा भन्नमा एकदम इजी छ, तर गर्दै जाँदाखेरि अलिकति टाउको दुखाइ पनि हुन्छ यो सबै प्रोसेसहरूमा। सो गर्नु छ, युकेको प्रोसेसिङ गर्नु छ, ब्याचलर होस्, मास्टर्स होस्, पिएचडी अथवा रिसर्च प्रोग्रामको लागि होस् अथवा टपअप प्रोग्रामको लागि होस् है, यु क्यान कन्ट्याक्ट अस, वाट्सएप गर्न सक्नुहुन्छ अथवा इमेल पनि गर्न सक्नुहुन्छ हामीलाई है। हामी 100% अनलाइन सर्भिसेसहरू हो, तपाईँले भेटेरै कुरा गर्नु पर्दैन, तपाईँ जहाँ बसेर पनि जहाँ पनि हुनुहुन्छ काम गर्न सक्नुहुन्छ मजाले है। भिजा 100% आउँछ, सबै कुरा राम्ररी गऱ्यो भने, फाइनेन्सियल डकुमेन्टहरू मिलायो भने है, तपाईँहरूको प्रिपरेसन ठिक भयो भने, डकुमेन्ट ठिक भयो भने भिजा आउँछ। डकुमेन्टमा प्रब्लम भयो भने भिजा आउँदैन। ओके, अर्को कुरा इन्टरभ्यू, इन्टरभ्यू दिन मक हामी गर्न सिकाउँछौँ है। इन्टरभ्यू पनि म्याक्सिमम् कहिलेकाहीँ के भन्छ, युनिभर्सिटीको त इन्टरभ्यू हुन्छ नै हुन्छ, युनिभर्सिटीको इन्टरभ्यू नछोड्नु है। तपाईँ कहिलेकाहीँ के हुन्छ कि युके भिआईको पनि इन्सपेक्सन हुन्छ, सो त्यो पनि भिजा आउन कल आउन सक्छ। सो त्यो बेला पनि डराउने होइन है, एकदम राम्रै इन्टरभ्यू दिने हो एन्ड भिजा आउँछ है, प्रब्लम केही हुँदैन। तपाईँ सबै कुरा स्टेप फलो गर्नु मजाले, भिजा आउँछ। ओके, केही प्रब्लम भयो भने कमेन्ट गर्नु होला। इफ यु वान्ट अस टु प्रोसेस युर भिजा, प्रोसेस युर एप्लिकेसन, यु क्यान कन्ट्याक्ट अस। ओके, एमएसटी एजुकेसनमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ तपाईँले। So that's all for today. Thank you very much. Bye.